हेलो गुड मर्निङ सेवा सेमुना सेवारो स्वागत छ तपाईलाई मेरो नाजुङ भ्लगमा। हेर्नुहोस् है, आज बिहानको म दृश्य तपाईलाई देखाइरहेको छु। यो जङ्गलको ल हेर्नुहोस्, यस्तो छ यो एरियामा चाहिँ हैन। यहाँ पनि नयाँ कम्पनी स्थापना हुन लागेको अवस्था छ गाइजहरु। यो एउटा कम्पनी छ। ल हेर्नुहोस्, चराको आवाजहरू पनि आइरहेको छ हैन। चराको आवाजहरू के गर्दै हुनुहुन्छ तपाईहरु? म चाहिँ ड्युटीबाट फर्किन लागिरहेको अवस्था हो अहिले चाहिँ हैन। समय बिहानको छ, बिहान 7 बजेको समय छ। यो एरियामा चाहिँ उखुबारी छ है गाइजहरु, हेर्नुहोस् उखु छ। घाम निस्किन आँटेको, मौसम एकदम सुहानै छ, तर अलिकति कस्तो रुममा परेको कालो छ। उखु धेरै ठुलो बगान छ यहाँ। हेर्नुहोस् साथीहरु, 2 जना साथीहरु चाहिँ गइसके, म अलिकति भएको अवस्था छ। अब गएर चाहिँ रुममा भन्छ चाबी त मसँग छ यार, पर्ने छ साथीहरु। यस्तो छ यो एरियामा। नरिवल पनि छ, ल हेर्नुहोस् यहाँ। यहाँ चाहिँ फलफुलहरू चाहिँ एकदम प्रशस्तै पाइने, बाह्रैमास चाहिँ हरियाली। उखु एकदम ठुलो अवस्था छ, जुरेलीहरू कराइरहेको छ। आज त रोड त सुनसान छ, किन हो? गाडी नै आएको छैन यहाँ। ल हेर्नुहोस् त, एउटा बाइकवाला जाँदैछ, सेक्युरिटी रहेछ यो। गाडी नै सुनसान छ आजभरि, रोडमा चलेकै छैन। घर चाहिँ यस्तोहरू हुन्छ है। ल हेर्नुहोस्, सानो सानो घरहरू छ, बसेर परेको। गाडी चाहिँ आउँछ आइरहेको छ। घर सानो सानो हुन्छ क्या यहाँ यतातिर चाहिँ। अपार्टमेन्टहरू चाहिँ अलिक ठुल्ठुलो हुन्छ सिटीतिर, यो अलिक गाउँ स्टाइलको छ हैन। गाडीको स्पिड चाहिँ एकदम स्पिडै हुन्छ यहाँ। रोड सानो, त्यही भएर गाडीको स्पिड धेरै हुन्छ। तपाईँको अलिकति नै मिस्टेक चाहिँ भयो भने गयो। हाम्रोतिर जस्तो होइन हैन, गएर अरे हुन्छ आफ्नो लेनमा हुन्छ। ल हेर्नु त, यहाँ रोड एकदम सानो छ। यहाँनिर चाहिँ एउटा कम्पनी छ, त्यही भएर अलिकति रोड लागिलो छ। यो फेरि तपाईँको हाइवे पर्दैन कि, सानो सानो गाउँ छ यो चाहिँ। त्यसले गर्दाखेरि बोर्ड यस चलान नम्बर बाफी भन्ने छ। यहाँ तल पनि एउटा कम्पनी छ। गाडी चाहिँ अब ड्युटी, सबैको ड्युटी बिहान ड्युटी हुन्छ। साँगुरो रोडमाथि तेज आउँदा त गाह्रो, साइकल लाइनमा कुदाउने अलिक गाह्रो छ। यहाँ पनि छ हेर्नुहोस् एउटा कम्पनी, सोफा कम्पनी हो यो चाहिँ। यो चाहिँ नाइटतिर मात्रै, दिउँसो अलिकति 2-3 बजीतिर मात्रै खोल्छ। यहाँ चाहिँ बगान छ, फुलको बगानहरू छ यहाँ। हेर्नुहोस्, विदेशीहरूको नै हो, चाइनिजहरूको हो। ल हेर्नु, यसले यो बजेले कति स्पिड लागेको छ। यो काले हो यो, यसले एकदम स्पिड लागेको छ गाडी। धन्न हो साँगुरो बाटोमा गाडी एकदम स्पिड चलाउँछन्। आमामा कत्रो टायर हो यार यो साइकल।
आँप चाहिँ हेर्नुहोस् है दर्शक, आँपको सिजन त खास होइन अहिले, तर पनि आँप चाहिँ एकदम फलेको अवस्था छ। बाह्रै मास हो यहाँ, खास भन्नैपर्दा बाह्रै मास आँप फल्ने यहाँको मेन कुरो। फल चाहिँ अझ यहाँनिर पसल ल्याएको चाहिँ के हो, त्यो होइन छ गाडी यहाँ मलेसियामा चाहिँ तपाईँको कस्तो हुन्छ भने एउटै चाहिँ फल चाहिँ एकदम महँगो हुन्छ, दुरेन। यो एरिया चाहिँ मेरो एरिया पर्छ, म चाहिँ यता लागेको। दुरेन चाहिँ एकदम महँगो पर्छ। दुरेन चाहिँ तर सालमा एकचोटि मात्रै फल्छ। यो चाहिँ सानो उनीहरूको वडा कार्यालय हो, एम्बुलेन्स गाडीहरू पनि छ यहाँ चाहिँ एउटा इन्स्टिट्युट पनि छ। यो एरिया चाहिँ म बस्ने अब गल्ली नम्बर 2 सिरी हो। के भयो बिरालोलाई फेरि बाटोमा? बिरालो चाहिँ यहाँ मलेसियाको चाहिँ राष्ट्रिय जनावर पर्छ है। यस्तो छ यहाँ चाहिँ होइन, यो एरिया। अब ठ्याक्कै चाहिँ गल्ली नम्बर 3तिर म छिरेँ। सानो बोट यहाँ देख्न सक्नुहुन्छ है होइन, गल्ली नम्बर 3 घरहरू यस्तो छ यहाँ यतातिर हेर्नुहोस्। यस्तो सानो सानो घरहरू चाहिँ आउँछ यतातिर छ। यस्तो छ हेर्नुहोस् ल, तल राखेको छ। यहाँनिर सफा गर्दै गरेको फुलहरू पनि छ, सबै उनीहरूले बनाएको छ। यतातिर छ पुरै यो ड्युटी जानु मात्रै छ यिनीहरू, बिहान जान्छ। यस्तो छ यो एरिया। अब चाहिँ म यहाँ यता लागेँ होइन, मेरो रुम चाहिँ आउनु लाग्यो यही एरियामा हो। हेर्नुहोस् पल्लो छेउमा हो मेरो रुम चाहिँ। आजलाई यति नै गाइज। मेरो भिडियोलाई, मेरो भ्लगलाई कसरी लाग्छ कमेन्ट गर्न सक्नुहुन्छ है।